बालेन सरकारले गरेको कामहरू कसरी हेर्नु भएको छ? खै राम्रै सुनिँदैछ। घरहरू भत्काउँदैछ, त्यो पनि राम्रो हो र? घरहरू त भत्काउनु पर्ने घर भत्कायो हो, त्यो अर्काको जग्गामा तपाईँले घर बनाउनु हो भने बाँकी राख्छ नि त। राख्दैन, जग्गावालाले त उडाइदिन्छ। उडाउँछ। त्यो सरकारी जग्गा हो, त्यसो भए ठिक सरकारको गर्दैछ, मान्छे हो, ठिक गर्दैछ। राम्रै गर्दैछ। मलाई त यस्तो लाग्छ त, त्यो ठुल्ठुलो बिल्डिङहरू चाहिँ नभत्काएर त्यसलाई सरकारी काममा सदुपयोग गरेको भए हुन्थेन? त्यसो गर्दाखेरि अलि पछि गएर चाहिँ भविष्यमा चाहिँ राम्रो हुँदैन थियो। कसरी? यो त अब चाकाचुली हुन्छ नि त सरकारको। ए कोही ठुलो, कोही अहिले ठुलो, कोही पछि ठुलो। हो पछि ठुलो उसको पक्षको मान्छे आयो भने त यो फलानेको त घर हो भनेर फेरि उसैको हुनु सक्छ। उसैको फैसला गरिदियो। ए भत्काएको ठिक छ। ठिक छ, ठिक छ। हो, अब के गर्नुपर्छ होला बालेनले? सार्वजनिक सम्पत्तिमा त्यो एउटा व्यक्तिको हुनु हुँदैन। हुनु हुँदैन। अब बालेनले के गर्नुपर्छ होला बुवा? बालीले यस्तै काम गर्दै जाने हो, अझै त्यसमा अब 1-2 वर्षपछि कल कारखानाहरू खोल्नु पर्यो उसले। हो, सारा जनतालाई काम दिनु पर्यो, हो, रोजीरोटीको व्यवस्था गर्नु पर्यो पर्यो। होइन। विदेशीका युवाहरू बोलाउनु बनाउनु पर्यो। पर्यो। लो, कति राम्रो। भनेपछि बालेन सरकारबाट आशावादी हुनुहुन्छ। एकदम आशावादी। लो, धन्यवाद बुवा। अहिलेसम्म अहिले